नाम दाम प्रतिष्ठा कमाएर आएर 2 कार्यकाल जति राजनीति गर्ने हो, हस्तान्तरण गर्ने हो, अर्को वैकल्पिक पेशामा पछि लाग्ने हो भन्ने खालको त्यो सोचबाट पनि राजनीति हुन सक्दो रहेछ अघि भन्ने खालको पहिलो पटक नेपालको राजनीतिक मैदानमा त्यो झिल्को अहिले आएको छ। र हाम्रो चाहना त्यो 20-21 जना सांसद सोभिता गौतमदेखि लिएर नेपालकै कान्छी सांसद झापाकी निशा डाँगीदेखि लिएर मधेसका मनिष झादेखि लिएर काठमाडौँका विराज भक्त श्रेष्ठदेखि लिएर शिशिर खनाल, छोडे मुवाग्ले, डीपी अर्याल यस्ता सांसदहरूले, शिव नेपाली पोखराका, इटहरीका चाहिँ अशोक कुमार चौधरी यस्ता सांसदहरूले फरक शैली प्रस्तुत गरेपछि अहिले म जहाँ जान्छु यहाँ पनि तपाईहरुले यत्रो न्यानो माया दर्शाउनुको एउटा कारण छ हैन। यी ठेकाहरूले चाहिँ गर्छन् कि क्या हो भन्ने अलिकति आशा हो जस्तो मलाई लाग्छ। र यो घचघच्याउनमा तपाई हाम्रै दाजुभाइ, भाइ भतिजा, दिदी बहिनी, छोरीहरू चाहिँ जो विदेशमा बसेर यसपटक चाहिँ नयाँ गर्नुपर्छ भन्छ। अब नयाँ हौ हामी, पुराना खतम भयो, नयाँलाई मात्रै भोट देऊ भनेर पनि पुग्दैन। हामीले त्यसमा सन्तुष्ट छैन। त्यसैले यहाँहरूलाई राष्ट्रिय स्वतन्त्र पार्टीका हौ हामी रवि लामिछाने, स्वर्णिम मुवाग्लेहरूको चाहिँ नेताहरू छन् हाम्रो पार्टीमा, हामीलाई मत दिनुहोस्, हामी राम्रो गर्छौं भनेर मात्र पनि पुग्दैन। हामीले केही बलिया स्तम्भहरू, बलिया आधारहरू चाहिँ जनतालाई दिनुपर्ने हुन्छ। र त्यही मेसोमा हामी अहिले देश दौडामा छौं। अन्तर्राष्ट्रिय प्रवासी समुदाय ठूलो बाहिर छ र हामीले भनिरहेको के हो भने अघिकै कुरालाई मैले दोहोर्याएर के भन्न चाहन्छु भने जति गर्न सक्यो त्यति गर्न सकेनौं। आज यो देश त्यो 48 कै लयमा गएको भए, आर्थिक सुधारहरूलाई निरन्तरता दिएको भए 130 खर्ब भनेको 11 वटा शून्य, लाख भने 5 वटा शून्य, करोड भने 7 वटा शून्य, अरब भने 9 वटा शून्य, खरब भने 11 वटा शून्य। अर्थतन्त्रको आकार आज 65 खर्ब मात्रै छ। तर हामीले निरन्तरता दिएको भए 130 खर्ब हुने रहेछ। 130 अनि 11 वटा शून्य, त्यो लेख्न पनि केही समय लाग्छ। हाम्रो अर्थतन्त्रको आकार त्यति हो। त्यसलाई 3 करोडले भाग गर्दाखेरि चाहिँ अघि आएको औसत प्रति व्यक्ति आयो। पछि यो आधा 65 खर्ब चाहिँ कता हराएछ? हुन सक्थ्यो 130 खर्बको अर्थतन्त्र, तर छौं हामी 65 खर्ब। त्यो अर्को बाँकी 65 खर्ब कता हरायो? त्यो कुशासनको मूल्य यो समाजले तिरेको। द प्राइस अफ ब्याड गभर्नेन्स, द कस्ट अफ म्याल गभर्नेन्स that we as a society have paid. त्यसैले यो कुरालाई मनन गर्ने हो भने चाहिँ गर्न सक्ने रहेछौं नि त। छन् हाम्रा प्रतिकूलताहरू छन्। अब यो भौगोलिक हिसाबले अब यस्तै अलि प्रतिकूलै छ, भूपरिवेष्टित छ, जे